जसैमा प्रार्थनामा थियो उहाँले मलाई भन्नुभयो म मेरो मानिसहरूलाई दुष्ट आत्माहरूबाट छुटकारा दिनेछु। परमेश्वरले आजको प्रार्थनापछि जुन पनि एरियामा दुष्ट आत्माले काम गरेको छ तपाईँलाई छोडेर जानेछ। हालेलुया। आज वचनबाट हामी हेर्नेछौँ र आजको यो संगति पछि यो वचन हुँदै गर्दा प्रार्थना हुँदै गर्दा परमेश्वरले दुष्ट आत्माबाट छुटकारा दिनुहुन्छ। शैतानले तन्त्र मन्त्रको आत्माले तपाईँलाई दुःख दिएको छ भने तपाईँले छुटकारा पाउनुहुनेछ। हालेलुया। आँखाहरू बन्द गर्नुहोस्, दुवै हातहरू चाल्नुहोस्। परमेश्वरको उपस्थिति म महसुस गर्दैछु। यस समय येशूको नाउँमा म आज्ञा दिन्छु, लुकेर बसेका सबै तन्त्र मन्त्रका शक्ति र दुष्ट आत्माहरू जाहेर होस्, प्रकट होस् र नाश होस् तपाईँको जीवनबाट। येशूको नाउँमा जसै परमेश्वरले मलाई बोलेर पठाउनु भएको छ त्यो वचन पुरा हुनेछ र दुष्ट आत्माका सबै शक्तिहरू तपाईँको जीवनबाट टुट्नेछन्। दुष्ट आत्माका सबै बन्धनहरू नाश हुनेछन्। रेही लाब्रा खास्ते मे निम्राहा राही लाब्राहा पुस्तौदेखि सर्दै आएका बग्दै आएका त्यो शैतानका त्यो तन्त्र मन्त्रका खोलाहरू परमेश्वरले सुकाइदिनुहुनेछ येशूको नाउँमा। लिब्राहा निम्रे मे सेथेबेही लाही लाब्रा खास्ते मे न्याही नामरास्ते। हालेलुया। येशूको नाउँमा माग्दछौँ। सबैले भन्नेछ आमेन। आज परमेश्वरले छुटकाराको दिनको निम्ति नियुक्त गर्नुभएको छ। हालेलुया। ध्यान दिएर सुन्नु होला। हेर्नु, जसैमा प्रार्थनामा थिएँ परमेश्वरले आज जुन वचन बोल्नको लागि मलाई आज्ञा दिनुभएको छ यो वचनद्वारा परमेश्वरले हामीलाई जीवनभरि सम्हाल्नुहुनेछ। जीवनभरि परमेश्वरको इच्छा के हो म तपाईँलाई पढेर सुनाउन चाहन्छु। सधैँ व्यक्तिले सोध्नुहुन्छ म विभिन्न परिस्थितिबाट भएर जाँदैछु, मलाई थाहा छैन परमेश्वरको इच्छा के हो, म परमेश्वरको इच्छा अनुसारको बाटोमा हिँड्दैछु कि हिँड्दै छैन। यदि तपाईँलाई परमेश्वरको इच्छा अनुसारको बाटोमा हिँड्न आयो भने तपाईँ सफल हुनुहुन्छ। वचन लेखेको छ जुन योजना उहाँले हाम्रो लागि बनाउनु भएको छ उहाँ जान्नुहुन्छ र त्यो हाम्रो भलाइको लागि हो। यदि परमेश्वरले बनाउनु भएको योजनामा हामी हिँड्न सक्यौँ भने त्योभन्दा ठुलो सफलता केही पनि छैन। परमेश्वरको योजनामा हिँड्नको लागि हामीलाई एउटा कुराले मद्दत गर्छ र त्यो कुरा सिम्पल जस्तो देखिन्छ। यो कुरालाई ध्यान नदिएको भएर कति क्रिस्चियनहरू पनि परमेश्वरको इच्छाबाट टाढा हुनुहुन्छ। वचनमा लेखेको छ उहाँले हाम्रो लागि योजना बनाउनु भएको छ हामीलाई शिर हुनको लागि, पुच्छर हुनको लागि होइन। डाँडामाथि बसालिएको घर म बनाउने छु भन्ने उहाँको योजना हो। जब उहाँले शिर बनाउने योजना गर्नुभएको छ, डाँडामाथि बसालिएको घर बनाउने योजना गर्नुभएको छ, त्यो योजनामा हामी कसरी जोडिने त? यदि हामी उहाँको योजनामा जोडियो भने हाम्रो जीवन एकपछि अर्को सफल हुँदै जान्छ। हामी सिँढी चढ्दै जान्छौँ सफलताको। म तपाईँलाई पढेर सुनाउन चाहन्छु। पहिलो थेसलोनिकेको पुस्तक 5 अध्याय। पहिलो थेसलोनिकेको पुस्तक 5 अध्यायको 16 पदबाट म पढ्न चाहन्छु र यहाँ त्यो रहस्य हामी थाहा पाउनेछौँ। सबैले ध्यान दिएर सुन्नु होला। पहिलो थेसलोनिकेको पुस्तक 5 अध्यायको 16 पददेखि यहाँ लेखेको छ सधैँ आनन्दित हौ। ध्यान दिएर सुन्नु होला। सधैँ आनन्दित हौ, निरन्तर प्रार्थना गरिरह, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। परमेश्वरको इच्छामा जो मान्छे हिँड्न चाहन्छ त्यो सधैँ धन्यवादी हुँदै गयो भने त्यो परमेश्वरको इच्छामा जोडिराखेको छ। एकपछि अर्को कुरा पुरा हुँदै जान्छ। दाउदले भन्छन् परमेश्वर मलाई तपाईँले बनाउनु हुनुभन्दा पहिल्यै तपाईँले मेरो लागि पुस्तक बनाउनु भएको छ। पुस्तकमा मेरो लागि सबै कुरा लेखिराख्नु भएको छ र जे कुराहरू मेरो जीवनमा पुरा हुँदैछ तपाईँको पुस्तकमा अघि नै लेखिएका थिए। दाउदको जीवनमा एकपछि अर्को योजनाहरू पुरा भयो जो परमेश्वरले पहिल्यै बनाइराख्नु भएको थियो। किन भन्दा धन्यवादी जीवन भएको भएर। जो व्यक्तिले धन्यवाद दिन जानेको हुन्छ एकपछि अर्को योजनाहरू पुरा हुँदै जान्छ। उहाँको बच्चाहरू त्यहाँ छन्, त्यहाँ लुकेछन्, चिन्ता नगर्नु। सुन्दै हुनुहुन्छ मेरो कुरा? हेर्नु, म तपाईँलाई रहस्य सुनाउँदैछु आज। यो गाह्रो छ तर हरेक परिस्थितिमा जो मान्छे धन्यवादी हुन्छ उसको लागि सबै योजनाहरू पुरा हुन्छ। म तपाईँलाई एउटा सत्य घटना भन्न चाहन्छु। एकजना व्यक्ति थियो, उसको नाम प्रकाश समथिङ कि धेरै व्यक्तिहरू प्रकाशवाला हामीसँग जोडिँदै हुनुहुन्छ। प्रकाश, ओम प्रकाश केही न केही यस्तै नाम हो उहाँको। त्यो भिडियो हेऱ्यो भने मलाई थाहा हुन्छ उहाँको नाम। यो घटना के हो, यो गवाई के हो? हामीले चङ्गाई कार्यक्रमहरू गर्थ्यौँ। हाम्रो हरेक हप्ता जस्तो चङ्गाई कार्यक्रम हुन्थ्यो ठुल्ठुलो भिडहरूमा। अनि हामीले यस्तो गरिब एरियामा चङ्गाई कार्यक्रम गर्थ्यौँ। कुनै सभामा हाम्रो 2000 जना मान्छे जम्मा हुन्थे। 2000 जना जम्मा हुँदाखेरि 2000 पनि भेटी उठ्दैन। अनि हामीले
एउटै सभामा कति हजार खर्च गर्नु पर्थ्यो साउन्ड सिस्टममा बस रिजर्भ गरेर हामीले भोलिन्टियरहरू लिएर जान्थ्यौँ खाना खान पर्थ्यो बिहानै उठेर जानु पर्थ्यो बिहानै उठेर टेन्टहरू सबै लोड गरेर स्पिकरहरू सबै लोड गरेर बसमा जान्थ्यौँ बसको भाडा अनि उनीहरूलाई खाना खुलाउनु पर्छ भोलिन्टियरहरू बिहानै जान्थ्यौँ कपिलवस्तु जिल्लामा हुन्थ्यो यो कार्यक्रम त्यो कार्यक्रममा हाम्रो के हुन्थ्यो भन्दा हाम्रो 1 महिनाको दुईटा चर्चहरू हाम्रो बुटोलको चर्च र रूपन्देहीको चर्च र कपिलवस्तुको चर्च दुईटै चर्चको सङ्गतिहरूको भेटी उठाएर पनि जुन हाम्रो चङ्गाई कार्यक्रमहरू यति ठुल्ठुलो हुन्थ्यो हामीले उधारो लिएर चङ्गाई कार्यक्रम गर्थ्यौँ उधारोमा स्पिकरहरू बस भाडाहरू सबै उधारो अनि यो हप्ता उधारोमा सङ्गति गर्थ्यौँ अनि 2-3 हप्ताको उधारो सङ्गतिको बल्ल बल्ल हामीले तिर्थ्यौँ अनि अर्को फेरि उधारो भन्नु खोजेको ऋणमा हामीले कार्यक्रम गर्थ्यौँ अनि ऋण तिर्ने बित्तिकै अर्को कार्यक्रम फेरि ऋण फेरि अर्को ऋण एउटा पुरानो ऋण तिर्दै गयो नयाँ नयाँ कार्यक्रम हुँदै गर्थ्यो तपाईँले सोच्नु 2000 मलाई पास्टरहरूले मेसेज गर्नुहुन्थ्यो ठुल्ठुलो पास्टरहरू जसलाई तपाईँले नेपालमा चिन्नुहुन्छ लगभग सबैसँग कुरा हुन्थ्यो मेरो उहाँले भन्नुहुन्थ्यो कति ठुलो भिड हुँदैछ नेपाल त तपाईँले खानुहुन्छ पुरै उहाँलाई लाग्थ्यो ठुलो भिड जम्मा हुँदैछ खतरा हुनेवाला छ सेवाकाई उहाँहरूको हाम्रो चङ्गाई कार्यक्रम यति धेरै हुन थाल्यो कि हामी पुरै पैसा हामी एकदम घाटामा माइनसमा जाँदैथ्यौँ तर भिड बढेको बढे त्यसले गर्दा तपाईँलाई थाहा छ एउटा एक प्रकारको चिन्ता जस्तो हुन्थ्यो हाम्रो हिसाब किताब केही पनि मिल्थेन उता स्पिकरको तिर्नुपर्ने हुन्थ्यो हामीले हुन्छ अर्को महिना तिर्छौँ भन्थ्यौँ अर्को महिनासम्म अर्को कार्यक्रम कतिवटा 4वटा भइसक्थ्यो अनि झन् थपिन्थ्यो बसको अझै धन थपिन्थ्यो त्यति बेला मैले एक दिन गएँ म कोठामा मैले भने आज म प्रार्थना गर्दैन पैसाको आवश्यकता जुटोस् भनेर प्रार्थना गर्दैन म धन्यवाद मात्रै दिन्छु मैले कोठा थुने अनि सबै गीतहरू जुन धन्यवादको छ मलाई आउने गीतहरू जसले परमेश्वरलाई धन्यवाद दिन्छ मैले त्यही गीतहरू मात्रै धन्यवादको गीतहरू मात्रै गाउँथेँ हामी फेरि गयौँ चङ्गाई कार्यक्रममा ऋणमै त्यसरी नै जब हामी चङ्गाई कार्यक्रममा गयौँ म पुलपिटमा उभिएको थिएँ मैले वचन बोल्दै थिएँ मैले वचन बोल्दै गर्दा आराधना गर्दै गर्दा मैले देखेँ बाटोमा हाम्रो ठ्याक्क मेन रोडको छेउमा एउटा बगैँचा थियो त्यो बगैँचा हामीले भाडामा लिएको थियौँ अनि त्यहाँ हाम्रो चङ्गाई कार्यक्रम हुन्थ्यो त्यो बगैँचा हामीलाई लाग्थ्यो यो लास्टै ठुलो लिएछौँ हामीले यति ठुलो नलिनुपर्ने तर त्यो भरिएर त्यो पनि सानो हुन लागे जस्तो भएको थियो त्यति धेरै मान्छेहरू आउन थाले थिए मैले वचन बोल्दै गर्दा ठ्याक्क बाटोमा यसो हेरेँ बाटोमा एकजना जवान केटा त्यो जवान केटाले आफ्नो श्रीमतीलाई बाटैमै पिटिरहेको थियो झ्याम अनि कपाल लुसेर यस्तो गरेर यसरी धकालिदिन्थ्यो उसको बुढीले समात्थ्यो तान्थ्यो नजा भन्थ्यो उसले कपाल लुसेर पिट्थ्यो अनि हाम्रो लगभग हाम्रो टिम भोलिन्टियरहरू नै धेरै थिए म रिसाएर म गएँ वर्सिप लिड गर्न भने अरूले वर्सिप लिड थिए म रिसाएर साइडमा गएँ रिसाएर मैले हाम्रो भोलिन्टियरको कति केटालाई मैले गएर भने त्यसले के रक्सी खाएर पिटेछ कि के गरेछ आफ्नो श्रीमतीलाई त्यसलाई समातेर उता साइडमा लिएर त्यसलाई के गर्नुपर्छ गर त्यसरी चोकमै सबको अगाडि बाटैमै चर्च भएको बेलामा त्यसरी पिट्न दिनु हुँदैन क्रिस्चियन हो कि को हो कि कहाँ हो कोही पनि उनीहरूले भने उनीहरू क्रिस्चियन होइन गए त्यहाँ गएको त उसको श्रीमतीले केही गर्न दिएन मेरो बुढालाई केही नगर के भएको रहेछ भन्दा उसको बुढा पागल रहेछ दिमागी पागल कहिले कहिले लुगै नलाएर नाङ्गै हिँड्ने दारी सारी कहिले नकाट्ने ननुहाउने फोरो बोल्ने अनि मेरो पैसा खोइ मैले यत्रो पैसा दिएको छु भनेर जो पाइ गाउँलेलाई पिट्ने तलाई मैले ऋण दिएको छु भनेर कि त मान्छेसँग गाउँलेसँग डराएर उसलाई ढोक गरेर मलाई माफ गरिदेऊ भनेर रुन्थ्यो कि त गाउँलेलाई पिटेर ढुङ्गा हानेर हिँड्थ्यो त्यस्तो खालको मान्छे जवान केटा लगभग 30 वर्षको होला अनि तिनीहरूले भने यो पागल छ अनि उसको सासुआमा मथीमा आए त्यही उसको सासुआमा अनि भने कि यहाँको बाबा तपाईँ हो गरिब गाउँमा उनीहरूले बाबा भन्छन् गुरुबा हो कि यस्तै समथिङ के हुन त चर्चले पनि भन्छ एकदम गरिब उनीहरूले सोच्यो कोही तान्त्रिक बाबा हो यहाँ भिड हुन्छ यसले भिड लिएर आउँछ मान्छेहरूलाई कि फुक्छ कि के गर्छ भनेर उनले भने तपाईँ नै बाबा हो क्या यहाँको मैले भने मै हो बाबा यहाँको सबभन्दा ठुलो तपाईँ नै हो कि अरू छ मैले भने यहाँको त सबभन्दा ठुलो बाबा मै हो यो भिडको उनले भने यो मेरो ज्वाइँ हो इन्डिया काम गर्न गएको थियो अनि आफ्नो जहाँ भाडामा बस्थ्यो त्यो घरको बाहिर यसरी सफा गरौँ भनेर आफ्नो घर सफा गर्दै झाडु लाएर बाहिर गएको बेलामा मान्छेको खुन कि जनावरको खुन के थियो त्यहाँ टिकाहरू थियो फुलहरू थियो अनि त्यहाँ सुनगौठी पनि थियो यसले त्यो सुनगौठी लियो खुन लाएको थियो कि के लाएको थियो जनावरको खुन हो कि के को त्यसलाई धोएर लायो सुनगौठी महँगो छ भनेर लियो कसैलाई भनेन पछि बिस्तारै बिमारी हुन थाल्यो चक्कर आएर लड्न थाल्यो उसको साउले अब यसले काम गर्न सक्दैन कम्पनीमा मेसिन चलाउँदा मेसिनमा परेर मर्छ होला भनेर यसलाई यसको साउले कामबाट पनि निकालिदियो पागल हुँदै गएको भएर नेपाल आयो झन् पागल भयो
त्यो औँठी लिएको भएर। अनि उस आफ्नो श्रीमतीलाई पिट्छ, नयाँ नयाँ बिहा भएको, बच्चा सच्चा छैन, किन भन्दा यो आफ्नो श्रीमतीलाई पिटेको पिटाइ गर्छ, श्रीमती श्रीमान श्रीमतीको सम्बन्ध राम्रो छैन। म धेरै ठाउँमा झारफुक गर्न गएँ, कति ठाउँमा कुखुरा चढाएँ, कति ठाउँमा पैसा चढाएँ, कति ठाउँमा के दिएँ उपहारहरू, निको भएन। औषधि गर्ने ठाउँमा पनि धेरै ठाउँमा गराएँ, निको भएन। इन्डियामा पनि गरेँ औषधि, नेपालमा पनि गरेँ, निको भएन मेरो ज्वाइँ, जवान ज्वाइँ। अनि यदि यहाँनिर निको हुन्छ भने यहाँ लिएर आएको, तर तपाईँ रहेछ बाबा। मैले भने यहाँ लिएर आऊ चर्चमा। म फेरि स्टेजमा गएँ, म वचन बोल्न थालेँ, प्रार्थना गर्न थालेँ। हाम्रो सङ्गति नेपालमा लामो हुन्छ, लामो। अनि त्यो मान्छे जहाँ बसेको थियो त्यसको वरिपरि मैले 4-5 जना हाम्रो भाइहरूलाई भनेको थिएँ कि यो भाइलाई घेरेर राख, यो दाइलाई घेरेर राख। सबैले आँखा चिम्मा गरेर आराधना गर्दा ढुङ्गाले मुखमा हान्दै यसले कसलाई घाइते होलान्, यसलाई घेरेर राख, उफ्रिन्छ के गर्छ, कता दौडिन्छ, यसलाई पिट्न नदेऊ कसैलाई। आराधना हुँदै थियो, 4-5 जना चाहिँ त्यसैलाई जिम्मा लिएर त्यसैको वरिपरि बसिराखेको थियो। यसले पिट्छ कि थुक्छ कि के गर्छ कि। हामीले प्रार्थना गऱ्यौँ। प्रार्थना गरेर मैले भने अर्को हप्ता पनि आउनु होला, रेगुलर आइराख्नु, परमेश्वरले चमत्कार गर्नुहुनेछ। हामी जब फर्कियौँ, हामी फर्किँदाखेरि हामीभन्दा पहिला, हामीभन्दा सुरुमै ऊ अगाडि गएर उता ढुङ्गा लिएर कता ढुङ्गामा हानिराखेको थियो। उसको सालो भाइ अब आफ्नो भेनालाई त्यस्तो ससुराली आएको भेना त्यस्तो पागल जस्तो गरेर हिँड्दैछ, लाज लाएर ऊ लिन गइरहेछ। आफ्नो सालोलाई ढुङ्गा हानेर लखडिरहेछ उसले। त्यस्तो निराशाजनक दुःखको कुरा। आफ्नो श्रीमतीलाई चोकमै पिटिरहेको छ, श्रीमती आँसु लिएर नजा नजा, घर हिँड, यो घर त्यो घर भन्दै बसेको छ। उसको लागि प्रार्थना भयो, त्यो हप्ता निको भएन। अनि मेरो दिमागमा के थियो भन्दा मैले सुरुको घटना जोड्न थालेँ। मेरो दिमागमा के थियो, यार कार्यक्रम त गर्दैछौँ, ऋणमाथि ऋण, ऋणमाथि ऋण, ऋणमाथि ऋण, ऋणमाथि ऋण। चर्च गर्दैछौँ, ठुल्ठुलो कार्यक्रम, दुनियाँभरिबाट मेसेज आउँछ, भन्छन् कि तपाईँले त खतरा काम गरिदिनुहुन्छ, यति ठुलो भिड नेपालमा। मैले भने म धन्यवाद मात्रै दिएर जान्छु। म केही समय धन्यवाद 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 मात्रै दिएर जान्थेँ, धन्यवादको गीतहरू मात्रै गाउँथेँ। एक दिन म जब गएँ, त्यसको 1-2 हप्तापछि त्यो ठाउँमा चङ्गाई कार्यक्रममा त्यो मान्छेले पुरै दारी जुङ्गाहरू काटेर राम्रो लुगा लाएर, चर्च जहाँ हामीले सङ्गति गर्छौँ, लगभग हाम्रो सङ्गतिमा कति धेरै मान्छे भिड आउँछ, त्यसले त्यो भिडको मान्छेहरूको लागि पानीपुरीको निको भएर त्यहाँ ठेला राखेछ पानीपुरीको। मैले भने यो कसको ठेला हो पानीपुरीको? त्यो आयो, अगाडि आएर गवाइदियो भने मेरो दिमाग ठिक ठाउँमा आयो। म कि त रिसाउँथेँ, कि त डराउँथेँ, कि त कामथेँ, कि त थुक्न खोज्थेँ, कि त पिट्न खोज्थेँ, कि त ढोक गर्न खोज्थेँ। आफ्नै बुढीलाई पिट्थेँ मैले। म यहाँ चर्च आउन थालेदेखि, प्रार्थना गर्न थालेपछि मेरो दिमाग आफै रिभर्स भयो, आफै दिमाग मेरो फर्किन लाग्यो। म निको भएँ। मैले के सोचेँ भन्दा यति धेरै ठुलो भिड आउँछ, पानीपुरी बेचेर कमाउँछु। उसले पानीपुरीको ठेला राखेको थियो त्यहाँ चर्चको अगाडि, पानीपुरी बेचेर भेटी लिएर आएको थियो चर्चमा। शनिबार चर्चको अगाडि पानीपुरीको ठेला राखेको थियो, सङ्गति गर्थ्यो, विश्वासीहरूले पानीपुरी खान्थे, अरू दिन अन्त पानीपुरी बेच्थ्यो। एउटा पागल भएको व्यक्ति जो फुल क्र्याक थियो, परमेश्वरले त्यसलाई निको पार्नुभयो। मैले चाहिँ चङ्गाईको लागि नप्रार्थना गरेँ पनि। मेरो पुरै त्यो हप्ताभरिको प्रार्थना, त्यो महिनाभरिको प्रार्थना धन्यवादको प्रार्थना हुन्थ्यो। कति कुरा जो तपाईँको प्रार्थनाले गर्न सक्दैन, तपाईँको धन्यवादी हृदयले गर्न सक्छ। मैले यो सिकाउन खोजेको आज तपाईँलाई। यसको नाम के हो? कुशल। कुशल, sit down there. Good boy. Sit down there in that chair. Sit down, please. Not like that. हेर्नु पर्छ त। ल ध्यान दिएर सुन्नु होला। सुन्दै हुनुहुन्छ कि नै मेरो कुरा? तपाईको प्रार्थनाले गर्न नसक्ने कुरा धन्यवादले गर्न सक्छ। अब म तपाईलाई एउटा रहस्य भन्छु। स्टाइल हेर्नु न त्यहाँ हाम्रो नानी पछाडि। ल ध्यान दिनु होला, के हुँदैन? ध्यान दिनु होला। परमेश्वरले तपाईको धन्यवादी हृदयद्वारा यस्तो काम गर्न सक्नुहुन्छ जुन तपाईको प्रार्थनाले गर्नुहुन्न। आज जब म प्रार्थना गर्दै थिएँ, परमेश्वरले मलाई भन्नुभयो 100 डेजको फास्टिङ बस्ने हाम्रो ग्रुपले र हाम्रो विश्वासी जो नेपालमा पनि छन्। फास्टिङ चाहिँ कस्तो भन्दाखेरि खानावाला हैन। परमेश्वरले भन्नुभयो 100 डेजसम्म, 100 दिनसम्म तिनीहरूले कसैले पनि कम्प्लेन नगरेर उनीहरू धन्यवादी मात्रै होस्, थ्याङ्कफुल मात्रै होस्। 100 दिनसम्म कम्प्लेन नगरेर धन्यवादी मात्रै होस् र आफ्नो मुखले बोल्ने कुराहरूबाट 100 दिनसम्म यस्तो कुराहरू म बोल्दैन जसद्वारा परमेश्वरको महिमा नहोस् भनेर हामीले 100 दिनसम्म फास्टिङ बस्दैछौँ। आजबाट स्टार्ट हुँदैछ। जस्तै तपाईको कम्मर दुख्यो,
परमेश्वर मेरो कम्मर किन दुखेको छ भनेर भन्न छोडेर तपाईले के भनेर प्रार्थना गर्ने हो भन्दा परमेश्वर म तपाईलाई धन्यवाद दिन्छु तपाईले निको पार्न सक्नुहुन्छ मेरो कम्मल निको पार्नुस् धन्यवाद यसु। ओ परमेश्वर किन यस्तो मैले देखेको धेरै दर्शनहरुमा म्याक्सिमम दर्शनहरु जब म धन्यवादी हृदय लिएर प्रार्थनामा जान्छु र म धन्यवाद दिँदै आराधना गर्छु मैले धेरै दर्शनहरु देख्छु। धन्यवादी हृदय हुने बित्तिकै तपाई परमेश्वरसँग कनेक्टेड हुनुहुन्छ। मैले भर्खर पढेर सुनाएर फेरि पढ्छु यहाँ पहिलो थेसलोनिकेको पुस्तक 5 अध्यायको 18 पद। सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। मेरो लागि परमेश्वरको इच्छा के हो? म परमेश्वरको इच्छाबाट टाढा नजानलाई के गरौँ भनेर भन्न चाहनुहुन्छ भने त्यो तपाईको प्रश्न हो भने उत्तर चाहिँ के हो? हरेक परिस्थितिमा धन्यवादी हुनुस्। जुनसुकै अवस्था र परिस्थितिबाट तपाई भएर जाँदै हुनुहुन्छ धन्यवादी भएर प्रार्थना गर्नुस्। तपाई परमेश्वरको योजनामा जोडिनु भएको छ तपाईको लागि भलाइ नै उत्पन्न हुन्छ। हरेक योद्धा जो महान युद्ध लड्न चाहन्छ देशको लागि लडोस् कि परमेश्वरको महिमाको लागि लडोस् त्यो धन्यवादी भएन भने त्यो युद्ध लड्नै सक्दैन। उसको हृदयमा मनमा दिमागमा पहिल्यै सेटअप बनाउनु पर्छ उले म धन्यवादी हुन्छु भनेर। हेर्नु मसँग धेरै कुराहरू छैन अस्ट्रेलियामा जो मसँग नेपालमा छ। मैले धेरै कुराहरू गुमाएको छु अस्ट्रेलियामा जुन मैले नेपालमा सोचेको पनि थिएन। तर जब पनि म प्रार्थनामा जान्छु म धन्यवादी मात्रै हुन्छु। परमेश्वरलाई थाहा छ उहाँ राजा हो, उहाँ मालिक हो। उहाँले हामीलाई कहाँबाट कहाँ लिएर जाने उहाँले डिसाइड गर्नुहुन्छ। उहाँले हामीलाई अन्धकारमय घाटी भएर लिएर जाँदा पनि धन्यवादी हुने कि नहुने तपाईको हातमा छ। यदि तपाई धन्यवादी हुनुभयो भने उहाँसँगै जोडिराख्नुहुन्छ। तपाई धन्यवादी हृदयमै हरेक व्यक्ति जो डिप्रेसनबाट भएर जान्छ यदि धन्यवादी हृदय छ भने त्यसले कति बेला डिप्रेसन हराएर जान्छ थाहा पनि हुन्न मलाई। डिप्रेसन फर्स्टमा सुरु हुने भनेको के हो? कम्प्लेनद्वारा, गुनासोद्वारा। आफूमा कमी देख्छ मान्छेले आफैमा या त आफ्नो वरिपरि केही कमी देख्छ जसले गर्दा गुनासो हुन्छ आफैप्रति। मलाई त माया गर्दैनन्, मलाई त माया गर्ने कोही पनि छैन, ममा त यो कमी छ, यसमा त त्यो छैन, ममा त त्यो छैन। जब त्यो कुराहरू सोच आउँछ सुरुमै कम्प्लेनवाला सोच आउँछ त्यो डिप्रेसनको पहिलो स्टेप हो। तपाई त्यहीबाट हिँड्दै गरेर डिप्रेसनमा जाने हो। तर परमेश्वरको योजनामा हिँड्ने पहिलो कुरा चाहिँ धन्यवादी हुने। 100 दिनसम्म हामीले फास्टिङ बस्दैछौँ र हाम्रो 100 दिनको जुन उपवास छ त्यो उपवासमा हाम्रो धन्यवादी हृदय मात्रै होस्। तपाईको हृदयले धन्यवाद दियोस्। ढोका खोलिदिनुस् त कसैले। सायद रुथहरू आउँदैन चाहिँ मैले आत्मामा देखेको त होइन तर मलाई थाहा भयो। ओए कताबाट आउनुभयो तपाईँ? सुन्दै हुनुहुन्छ कि नै मेरो कुरा? धन्यवादी हृदय एकदम शक्तिशाली हृदय हो जुन परमेश्वरले हामीमा चाहनुहुन्छ। मैले एकजना परमेश्वरको दासको गवाही सुनेको छु। त्यो परमेश्वरको दासले दर्शनमा एलियालाई खाली देख्नुहुन्थ्यो र एलिया उहाँको कोठामा आउँथे र एलिया जो जिउँदै स्वर्ग गएका थिए। त्यसपछि एलिसाले सेवकाई गर्न थाले। एलियाले तिनलाई धेरै कुराहरू सिकाए र एलियाले तिनलाई भनिराख्थे बारम्बार कि एक दिन परमेश्वरले तिमीलाई अनुग्रह गर्नुहुनेछ, तिमीले मलाई देखे जस्तो तिमीले हनोकलाई पनि देख्नेछौ, हनोकसँग पनि तिम्रो भेट हुनेछ, हनोकले पनि तिमीलाई सिकाउनेछन् मैले सिकाए जस्तो भनिराख्थे हरेकचोटि केही कुरा सिकाएर जाँदाखेरि। हनोक र एलिया त्यो व्यक्तिहरू जसले जिउँदै स्वर्ग गए, जसले मृत्यु चाखेन। बाइबल तपाईँले राम्रोसँग पढ्नुभयो भने त्यहाँ लेखेको छ हनोकको लागि परमेश्वरले ध्यान दिएर सुन्नु। पहिला म एलियाको बारेमा भन्न जान्छु। अनि परमेश्वरको दासले भन्नुभयो आफ्नो किताबमा पुस्तकमा पनि लेख्नुभएको छ उहाँले, द पाथ भन्ने बुक पढ्नु भने त्यहाँ लेखेको छ त्यो। उहाँले भन्नुभयो आफ्नो पुस्तकमा र उहाँको यो गवाही पनि छ, भिडियोमा पनि सुन्न पाउनुहुन्छ। उहाँले भन्नुभयो एलिया शक्तिशाली मान्छे, हर्षले रमाइलो हृदयले भरिएको जस्तो आनन्दित हृदय भएको व्यक्ति थिए, तर तिनको फेसमा कतै न कतै दुःख, कतै न कतै पीडा देखिन्थ्यो। निराश, हर्ष हुँदा पनि निराशा टाइपको, शक्ति हुँदा पनि डिप्रेस टाइपको देखिन्थे, स्वर्गीय संसारमा पनि। तर एक दिन टाइम आयो जब परमेश्वरले अनुग्रह दिनुभयो, एलियालाई भेटे र एलियालाई भेट्ने बित्तिकै आत्मामै परमेश्वरले दर्शन दिनुभयो र हनोक पनि आए। तिनले हनोकलाई देखे, हनोक यति अद्भुत लाग्यो तिनलाई। हनोकसँग भेट्ने बित्तिकै तिनी एलियाथिम गएर भने तिमी पनि जिउँदै स्वर्ग गएको, उनी पनि जिउँदै स्वर्ग गएको, तर तिमी हनोक जति खुसी किन छैनौ? तिम्रो फेसमा त त्यस्तो खुसी देख्दैन म जति हनोकको देखेँ। हनोक पनि जिउँदै स्वर्ग गयो, मृत्यु चाखेन, तिमी पनि जिउँदै स्वर्ग गयो, मृत्यु चाखेनौ, तर तिमीमा किन यस्तो निराशा?
त्यसपछि एलियाले भनेका कुराहरू तिनले आफ्नो पुस्तकमा लेखेका छन्। एलियाले भने कि मेरो जीवनमा धेरै अन्धकारको समय थियो, झुटा अगमवक्ताहरू चारैतिर थिए, जसले गर्दा मैले परमेश्वरको महिमाबाट आफ्नो मन हटाएर परमेश्वरको महिमाको सुन्दरतालाई हेर्नुभन्दा मैले यो दुष्टतालाई हेरेर मेरो मन खिन्न पार्थेँ, मेरो मन निराश पार्थेँ र त्यही रिफ्लेक्सनमा म स्वर्ग आएको छु। पृथ्वीमा तिमी जस्तो छौ त्यसको छाप स्वर्गमा छोडी नै राख्नेछ। तर हनोकको बेलामा, मेरो बेलामा भन्दा बढी अन्धकारको समय थियो। स्वर्गदूतहरू स्वर्गबाट आएको थिए र तिनीहरूले केटी मान्छे बिहा गरे, नेफिलिमहरू जन्मे, हाइब्रिडहरू जन्मे र झन् नराम्रो कुराहरू हुन थाल्यो। हनोकको बेलाबाट सुरु भएको र नोआको बेलामा झन् चर्कियो त्यो सबै कुराहरू। जलप्रलय भन्दा पहिला परमेश्वरले हनोकलाई स्वर्ग लिएर जानुभएको। एलियाको बेलामा जति अन्धकारको समय थियो त्योभन्दा बढी अन्धकारको समय हनोकको बेलामा थियो। तर हनोकले परमेश्वरको महिमामा आफैलाई यति डुबाएको थियो कि तिनलाई अन्धकारको कुराले असर पार्न सकेन। धन्यवाद हृदय त्यो। मैले बाइबल पढ्छु कहिलेकाहीँ अनि म भन्छु यो कस्तो खालको स्वर्गदूत हो। वचनमा लेखेको छ स्वर्गदूतहरू छन् जसले यसरी भन्छन्, पवित्र 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 सबै पृथ्वी तपाईँको महिमाले ढाकिएको छ, पवित्र पवित्र पवित्र। तिनीहरूले सधैँभरि भन्छन् त्यो, आज पनि। तिनीहरूले पृथ्वीमा भएको अन्धकारको समय, तिनीहरूले पृथ्वीमा भएको पाप, तिनीहरूले पृथ्वीमा भएको हत्या, व्यभिचार, चाइल्ड अब्युज, त्यस्तो कुराहरू नदेखेको होइन, देखिरहेका छन्। त्यस्तो देख्दा पनि भन्छन् पृथ्वी तपाईँको महिमाले ढाकिएको छ। उनीहरूले परमेश्वरलाई महिमामा यति देखेको छन् कि त्यही महिमाको फिल्टरले संसार हेर्न थाले र भन्छन् पृथ्वी तपाईँको महिमाले ढाकेको छ। हनोक त्यस्तै खालको व्यक्ति थियो। धन्यवादी हृदय एकदम शक्तिशाली हृदय हो जुन परमेश्वरले तपाईँलाई आत्माको संसारमा लिएर जानुहुन्छ। परमेश्वरले आफ्नो सिधै इच्छामा जोड्नुहुन्छ तपाईँलाई। जो परमेश्वरको इच्छामा हिँड्न चाहन्छ त्यो धन्यवादी होस्। 100 दिनसम्म कोसिस गर्नुहोस्, यो तपाईँको फास्टिङ हो। तपाईँले कम्प्लेनै नगर्नु कुनै कुरामा पनि, परमेश्वरलाई धन्यवाद दिनु। धन्यवाद 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 हरेक परिस्थितिमा। यो धेरै गाह्रो छ, नराम्रो अवस्था र परिस्थितिहरू आउँछन्, तर पनि तपाईँले जब धन्यवादी हृदय राख्नुहुन्छ तपाईँले धेरै आशिष पाउनुहुन्छ। जुन तपाईँको हातमा छैन त्यो परमेश्वरको हातमा छ र त्यसको लागि तपाईँ परमेश्वरको इच्छामा जोडिनुपर्छ। बिना परमेश्वरको इच्छामा जोडिकिन तपाईँले त्यो पाउन सक्नुहुन्न। अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु, म क्रिस्चियन हुँदाखेरि जति नराम्रो अवस्था र कष्टबाट भएर गएको थिएँ, क्रिस्चियन हुनुभन्दा पहिला, प्रार्थनाको जीवन हुनुभन्दा पहिला, मैले पास्टर बेनिनको भिडियो हेरेँ। उहाँले भन्नुभयो यदि क्रिस्चियनले प्रार्थना गर्न सिक्यो र साँचो प्रार्थना गर्न त्यसलाई आयो भने त्यसको जीवन पुरै परिवर्तन हुन्छ। आज जहाँ छ जस्तो छ त्यस्तो हुन्न। म यति खतरा प्रार्थना गर्थेँ, मैले हजारौँ घन्टा प्रार्थना गरेको छु। हजारौँ घन्टा, हजारौँ घन्टा, बहुत धेरै प्रार्थना गरेको छु मैले। म क्रिस्चियन हुनुभन्दा पहिला पापमा हुँदा, नराम्रो अवस्थामा हुँदा, पापमा गल्तीहरूमा पापहरूमा हिँड्दै गर्दा जति नराम्रो अवस्था र कष्टबाट भएर गएको छु, मैले प्रार्थना गर्दाखेरि झन् बढी कष्टहरू, झन् नराम्रो अवस्थाबाट भएर गएको छु। त्यसपछि मेरो मन यति तितो भयो कि मैले धेरै बेर प्रार्थना गर्थेँ। 2 घन्टा, 3 घन्टा, 4 घन्टा, 6 घन्टा, 8 घन्टासम्म होल नाइट पनि प्रार्थना गर्थेँ मैले, रातभरि। चर्चमा होल नाइट प्रार्थना गर्न पर्दाखेरि ग्रुप चाहिन्छ। तपाईँले होल नाइट प्रार्थना गर्न सक्नुहुन्न यदि प्रार्थना गर्न सक्ने व्यक्ति छैन भने त्यहाँ। तर जब म होल नाइट प्रेयरमा सहभागी हुन्थेँ, चाहे जहाँको पनि होल नाइट होस्, मान्छेहरू खुसी हुन्थे, भन्थे उमेशले रातभरि अन्य भाषा बोल्न सक्छ, यसकै प्रार्थना सुन्दा सुन्दा पनि हामी पनि बस्न सकिन्छ प्रार्थनामा। यस्तो खालको कन्डिसनमा म बस्थेँ, यति प्रार्थना गर्थेँ। यति प्रार्थना गर्दा पनि मेरो मनमा यति तितोपना थियो कि म त यार पापमा हुँदाखेरि यति दुःख थियो, पापबाट टाढा आएँ, प्रार्थनामा बस्छु, बाइबल पढ्छु, उपवास बस्छु, अहिले झन् नराम्रो अवस्था छ। पेटमा समस्या छ, हर्निया, मेरो पेटको समस्या भयो, त्यसपछि हर्निया भयो, त्यसपछि मेरो कम्मरको हड्डी खियो, यत्तिकै अटोमेटिक बस्दा बस्दै। छाती दुख्थ्यो, मेरो मुटु दुखेर म 3-4 चोटि हस्पिटल गएको छु, मानव हार्ट एट्याक जस्तो, त्यति दुख्थ्यो मलाई। क्रिसमसको लागि, सेलिब्रेसनको लागि पुरै तयार हुँदैछ, ठुल्ठुलो भिडहरू क्रिसमसमा आउँदैछन्। मैले प्रार्थना गर्दाखेरि अरू रोगीहरू निको हुँदैछन्। म क्रिसमसको 1 दिन पहिला टिमको स्पेसल व्यक्तिहरूलाई मात्रै लिएर हस्पिटल जान्थेँ, मेरो मुटु चेक हुन्थ्यो। मैले भन्थेँ परमेश्वर म त झन् प्रार्थना गर्दैछु, झन् बाइबल पढ्दैछु, झन् आराधना गर्दैछु, झन् यस्तो के हो। म एकदम कन्फ्युज हुन्थेँ, एकदम कन्फ्युज। मलाई त मेरो एकजना अगुवा हुनुहुन्छ, हाम्रो पास्टर हेमन्त बर्देव गुरुबासँगै अहिले जापान हुनुहुन्छ सायद, उहाँ श्रीमान श्रीमती दुवैजना जापान हुनुहुन्छ उहाँहरू। उहाँले भन्नुहुन्थ्यो भाइ एउटा पछि अर्को रोग हुनु त श्राप होइन र? मैले भने दाइ यार मलाई श्राप कसरी हुनसक्छ? म गलत काम गर्दिनँ, प्रार्थना गर्छु यार, म त
कति पास्टर लिडरहरूले फुल टाइम सेवा गर्नेहरूले भन्दा बढी प्रार्थना गर्छु म। यो श्राप होइन होला, जाँच होला। मैले भन्थेँ आफैलाई, कन्भिन्स गराउँथेँ त्यसरी। यति गुनासो थियो मेरो मनमा। मैले जब मान्छेहरूसँग मेसेज गर्थेँ, कति मान्छेहरू मसँग बोल्थेनन्। कति अफ्रिकाको पास्टरहरू हुनुहुन्थ्यो मसँग, उहाँहरू बोल्दाखेरि इरिटेट भएर बोल्न खोज्नुहुन्थेन। भन्नुहुन्थ्यो, तिनीहरूले भन्थ्यो कि यु अलवेज कम्प्लेन अबाउट योर सिचुएसन। तेरो परिस्थितिको लागि खालि कम्प्लेन 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 कम्प्लेन। मेरो यो थियो, यो निको भएन, त्यो भयो, त्यो भएन, त्यो भएन, त्यो भएन, त्यो भएन, मेरो कम्प्लेनै कम्प्लेन हुन्थ्यो। अनि म एक्लै बस्थेँ, एक्लै बिमारीको अवस्थामा एक्लै, यति धेरै। तर पनि त्यति कम्प्लेनमा पनि मैले प्रार्थना गर्थेँ। त्यसपछि मैले भने, मेरो मनमा सोचेँ म मरे पनि मर्छु, तर अब कम्प्लेन गर्दिनँ। म यत्तिकै मर्न तयार छु। मैले तपाईँलाई भने एउटा कुरा, अफ्रिकाको एकजना पास्टर छन्, अहिले तपाईँलाई थाहा छ, उहाँको भन्दा महान तरिकाले परमेश्वरले हामीलाई प्रयोग गर्दैनुहुन्छ। उहाँलाई पहिल्यैबाट प्रयोग गर्नुहुन्थ्यो अद्भुत तरिकाले। अनि म उहाँसँग जोडिन्थेँ। हामी 2-2 घन्टा अन्य भाषामा वाट्सएपमा 2-2 घन्टा अन्य भाषा बोल्थ्यौँ। रिखाबा राबा गर्दै अन्य भाषामा प्रार्थना गर्थ्यौँ। मैले उहाँको लागि, उहाँले मेरो लागि रातभरि पनि। उहाँको अफ्रिकाको टाइम नेपालको टाइमिङमा फरक हुँदा पनि हामी त्यसरी प्रार्थनामा समय बिताउँथ्यौँ। उनले मलाई भन्थे कि धेरै खालि कम्प्लेन गर्छौ तिमीले, यति प्रार्थना गर्छौ तर कम्प्लेन गर्छौ, सबैलाई कष्ट आउँछ, तिमीलाई धेरै आयो होला, कसैलाई थोरै आयो होला, कसैलाई आफ्नो अवस्था आयो होला, कोही आफ्नो कष्टको समयपछि महिमामा पुगेको होला, कोही कष्टमै होला, टाइम आउँछ सबैको, तिमीले धेरै कम्प्लेन गर्छौ भन्दै तिनले मलाई। म तिनीसँग मेसेज गर्दै थिएँ। त्यति बेला मेरो पेटको समस्या यति भयो कि म औषधि गर्न गएँ। औषधि यति धेरै धेरै औषधिहरू खानु पर्थ्यो। औषधि खाँदा खाँदा मेरो शरीर सुन्ने जस्तो हुन्थ्यो, फेरि अचानक पच्किन्थ्यो, फेरि आँखा गढे जस्तो हुन्थ्यो, फेरि मलाई चक्कर आउँथ्यो। यतिसम्म उयो भएको थियो कि बाइक यस्तो गरेर, तपाईँले बाइक यस्तो गरेर हातले डोराएर साइड लाग्दाखेरि मैले बाइक यसरी गर्दाखेरि कमजोर भएर बाइक लिएरै खस्थेँ म। यति दुब्लो, मेरो फोटो हेर्नु भने भन्नुहुन्छ यो को, यति दुब्लो पातलो मान्छे, यति दुब्लो कि यस्तो खालको चेयरमा म बस्यो भने मेरो हड्डी बिजाउँथ्यो। सोफामा बस्दा हड्डी बिजाउँथ्यो मेरो। बाइक चलाउँदाखेरि यो पछाडिको ब्याकको हड्डी बिजाउँथ्यो, पुठोको हड्डी भन्नु खोजेको मैले। यस्तो बस्दा यति हड्डी पुरै हड्डीमा यसरी छाला चप्काए जस्तो, त्यो क्लिन ऱ्याप हुन्छ नि, त्यही चप्काए जस्तो, यसरी बेरे जस्तो, यति दुब्लो। प्रार्थना गर्छु, बाइबल पढ्छु, जहाँ पनि चङ्गाई कार्यक्रमको लागि बोलाउँछन् जान्छु। पास्टर बाबुको चङ्गाई कार्यक्रम हुन्छ, उहाँलाई मद्दत गर्नको लागि त्यहाँ जान्छु। सबै आफ्नो तर्फबाट बेस्ट गर्दा पनि, रोग जति गर्दा पनि पेटको रोग निको भएन, औषधि जति चलाउँदा पनि पेटको रोग निको भएन। अनि के भन्छन् त्यसलाई, मुखबाट तपाईँलाई पाइप हालिदिन्छ पेटसम्म, त्यो पाइपमा क्यामेरा हुन्छ, के भन्छन् त्यसलाई, इन्डोस्कोपी। इन्डोस्कोपी खाली पेटमा केही नखाएर इन्डोस्कोपी गर्नुपर्छ। मैले भने म त खासै यात्रा गर्दा खाली पेटै बस्छु। म गएँ हस्पिटल, मुखबाट पेटसम्म पाइप हाले। त्यसले भन्यो कि यति धेरै घाउ छ तिम्रो आन्द्रामा, यसरी टिक 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 गरेर थोपा 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 जस्तो घाउ छ। अल्सर हो भनेको, अल्सर होइन, अल्सर भन्दा पनि नराम्रो, यति धेरै घाउ छ। अल्सर त बरु 2-3टा घाउ हुन्छ, यसमा त धेरै घाउ छ आन्द्रामा, यसरी घेरेर थोपा 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 यसरी कोठी जस्तो यति धेरै घाउ छ तिम्रो आन्द्राभरि। तिमीले मुला नखानु, साग नखानु, मुलाले सागले यस्तो कुराले झन् कोतार्छ त्यो घाउलाई, कोतार्दाखेरि त्यो घाउ झन् ठुलो हुन्छ, झन् असर हुन्छ। मैले भने यो निको हुन्छ कि हुँदैन। त्यसले भन्यो मेरो साथीलाई, त्यो डक्टर थियो इन्डियाको समथिङ के श्रीवास्तव भन्ने, बुटोलको फेमसहरूमध्ये फेमस डक्टर, पेटको रोगको एकदम विशेषज्ञ। लास्टै ठुलो भिड उसको हस्पिटलको अगाडि। त्यसले भन्यो मेरो साथीलाई पनि, हिन्दीमा भन्दै थियो, मेरे दोस्त का भी यही बीमारी है, उसको जिंदगी चलता है, शादी हो गई, बच्चे हो गए, अभी भी उसका यही बीमारी है, अभी भी है, लेकिन जिंदगी चलती है। मैले भने ठीक नहीं होगा क्या? मसँग एकजना पनि गएको थियो चर्चको, उसले भन्यो यहाँ ठीक नहीं होगा तो और कहीं बता दो, वहाँ पर जाएंगे। रिसाएर कहाँ जाओगे? अमेरिका जाओगे? अमेरिका जाके भी पेट में पाइप ही डाल के ना, कैमरा डाल के देखेगा जो हमने देखा यहाँ पे, जब इलाज ही नहीं है। माथिसम्मै आन्द्रा, तलदेखि माथिसम्मै थोपा 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 छ तेरो घाउै घाउ भन्दै थियो हिन्दीमा पुरा रिसाएर, बुढो बुढो डक्टर। म त्यहाँबाट निस्केँ औषधिको लागि लाइनमा, त्यही पनि औषधि चल्थ्यो मेरो यति धेरै। औषधिको लागि लाइनमा बस्दाखेरि मैले मेसेज गर्दै थिएँ उसलाई, त्यही अफ्रिकाको मेरो साथीलाई। मैले भने म हस्पिटल छु, डक्टरले भन्छ मेरो साथीलाई पनि यस्तो रोग छ, यो निको हुँदैन होला। अनि मैले त्यसलाई भने म धन्यवाद दिन्छु परमेश्वरलाई, जेसुकै होस् यही परिस्थितिमा। त्यो दिनदेखि मैले कम्प्लेनै गर्दैन भने, र मैले कम्प्लेनै गरेन, साँच्चै भनेको। मैले धन्यवाद दिएँ हरेक परिस्थितिमा। दिमागले कम्प्लेन गर्दा, दिमागले यस्तो डिप्रेस टाइपको दिन्थ्यो, दिमागले के सोचाउँथ्यो, तर प्रार्थना गर्दा मुखले धन्यवाद दिन्थे। धन्यवाद 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 प्रभु धन्यवाद भनेर बस्थेँ।
म परमेश्वरलाई धन्यवाद दिन्छु, मेरो कम्मर निको भएको छ, मेरो हर्निया निको भएको छ, मेरो मुटु निको भएको छ, मेरो पेट निको भएको छ। म तपाईलाई रहस्य भन्दैछु, आज जे परिस्थिति तपाईले देख्दै हुनुहुन्छ, तपाईले केही समयपछि त्यसलाई देख्नुहुन्न। तपाई परमेश्वरको इच्छामा जोडिनु भयो भने धन्यवादी हृदय होस् तपाईको। यदि मलाई अर्जेन्टली कसैको लागि वचन चाहियो, म चाहन्छु परमेश्वरले यो परिस्थितिमा के भन्न चाहनुहुन्छ भनिदिनुस् न भनेर कसैले वचन बोल्छन्, त्यस्तो पनि हुन्छ। कुनै चर्च जाँदैछ, त्यो चर्च जाँदाको लागि त्यो चर्चको पास्टरको लागि त केही न केही वचन लिएर जानुपर्छ, स्पेशल परमेश्वरबाटै सुनेर। मैले कसरी कहाँबाट वचन लिएर जान्छु थाहा छ? लेखेर लिएर जान्छु यस्तो डिटेलमा। मान्छेहरू खुसी हुन्छन्, भन्छन् कि मेरो प्रेयर रिक्वेस्ट यही थियो जुन तपाईँले भन्नुभयो। त्यसको लागि म बस्छु धन्यवाद दिएर, भजन गाउँदै, गीत गाउँदै धन्यवाद दिन्छु। परमेश्वरले मेरो हृदय खोल्नुहुन्छ, आत्मिक आँखा खोल्नुहुन्छ, मैले लेखेर राख्छु। गएर भन्छु यही मैले लेखेर राखेको छु, तपाईँको लागि परमेश्वरले यो बोल्नुभएको छ। त्यो कुराहरू कसरी थाहा पाइन्छ? धन्यवादी हृदय भएर। तपाईँ सिधै परमेश्वरसँग जोडिनुहुन्छ धन्यवादी हृदय भएको भएर। टाइम आइसकेको छ, हामी योद्धा बनाऊ। मैले फेसबुकमा हालेको छु यो भिडियो, युट्युबमा छैन, तपाईँले हेर्नुभएको छ कि हेर्नुभएको छैन। म प्रार्थनापछि निदाएँ। जब म निदाएँ, हामी लास्ट डेजमा थियौँ। त्यो सपनामा लास्ट डेजमा थियौँ। शैतानले यति शक्ति प्रकट गर्थे आफ्नो, लाइक यस्तो उभि आफ्नो फिचर चेन्ज गर्थे, यत्तिकै उभिराखेको छन् यस्तो गर्थे। नङ नर्मल हुन्थ्यो, नङ तिनीहरूको ठुल्ठुलो हुन्थ्यो आफै यत्तिकै। अनि चोकमा बसेर आफ्नो शक्ति डेमोन्स्ट्रेट गर्थे तिनीहरूले। नङ देखाउँथे, नख ठुल्ठुलो हुन्थ्यो, कपाल आफै ठुलो हुन्थ्यो, फेरि गोरो हुन्थे मान्छे, फेरि कालो हुन्थे, फेरि घिनलाग्दो भन्थे, कस्तो कस्तो खालको। त्यस्तो खालको शक्ति जब तन्त्र मन्त्र गर्नेहरूले प्रकट गर्दैथे, क्रिस्चियनहरूको शक्ति यति ठुलो थियो कि मान्छेहरूले इग्नोर गर्न थाले तिनीहरूलाई। क्रिस्चियनहरूको शक्ति कस्तो थियो थाहा छ? क्रिस्चियनहरू उड्थे। मैले सपना देख्दै थिएँ, क्रिस्चियनहरूको ग्रुप थियो, झुन्ड थियो, तिनीहरू उडिराखेको थिए। तन्त्र मन्त्र गर्नेहरू थिएन आफ्नो ग्रुपमा, चोकमा, चर्चमा केही पनि प्रोग्रामहरू भएको थिएन। फेरि त्यो सपनामा चर्चमा वचन बोल्ने, आराधना गर्ने प्रोग्राम भन्दा धेरै प्रोग्राम चोकहरूमा, गल्लीहरूमा हुन थालेथे। विश्वासीहरूले शक्ति प्रकट गर्थे। मैले देख्दै थिएँ विश्वासीहरूले मोसाको बेलामा जस्तो घुम्टो ढाक्नु पर्थ्यो तिनीहरूले। वचनमा लेखेको छ मोसाकोमा यति ठुलो महिमा आएको थियो, तिनको मुहार चम्किन लागेको थियो, मान्छेहरू त्यो महिमा देखेर डराएर तिनले घुम्टो ढाके। विश्वासीहरूलाई मैले देख्थेँ चोकहरूमा तिनीहरू हिँड्दैछन् घुम्टो ढाकेर, किन भन्दा ज्योति बल्दैछ तिनीहरूको फेसबाट, आगो जस्तो। तपाईँले एकजना परमेश्वरको दासको बारेमा पढ्नुभयो भने उहाँको नाम खोइ मैले बिर्सेँ, उहाँको बुक छ मसँग। उहाँले जब वचन बोल्नुहुन्थ्यो, सेवकाईमा जानुहुन्थ्यो, उहाँको शिरमाथि ज्योति आएर बस्थ्यो यसरी, भिजिबल। फोटो पनि छ, तपाईँले इन्टरनेटमा हेर्नुभयो भने। अनि एकचोटि होइन, धेरैचोटि यसरी बाटोमा हिँड्दै गर्दा पनि शिरमा यस्तो ज्योति गोलो गरेर, अनि उहाँ हिँड्नुहुन्थ्यो, त्यो सँगैसँगै हिँड्थ्यो उहाँको, यहीँ यति आकाशमाथि होइन, यहीँ। त्यस्तो खालको महिमा। तन्त्र मन्त्र गर्नेहरूले आफ्नो दाँत, उनीहरूको दाँत ठुलो हुन्थ्यो, गर्दा दाँत ठुलो हुने, नङ ठुलो हुने, कपाल ठुलो हुने, कालो हुने, गोरो हुने, कस्तो घिनलाग्दो जस्तो गोरो जस्तो, कस्तो आफ्नो शक्ति प्रकट गर्ने चोकहरूमा, मान्छेलाई अचम्म पार्नको लागि अन्त्यको दिनमा। तर क्रिस्चियनहरूमा यति शक्ति छ कि क्रिस्चियनहरूले लाइक टाइम ट्राभल गर्दै थिए एक ठाउँबाट। यति बिजी थियो सेड्युल, त्यो सपना मैले देख्दै थिएँ, यति बिजी थियो टाइम सेड्युल कि उनीहरू फ्लाइट टिकट बुक गरेर प्रचार गर्न जानलाई टाइम पनि छैन। उनीहरूसँग यस्तो शक्ति आइसकेको छ सुपरनेचुरल कि तिनीहरू प्रार्थना गरेर यहाँबाट गायब भएर त्यहाँ प्रकट भएर वचन बोलेर फेरि त्यहाँबाट गायब भएर यहाँ प्रकट हुन्थे। यति बिजी सेड्युल थियो कि परमेश्वरले यति हतार गरेर प्रयोग गरिदिनुहुन्थ्यो कि उनीहरू इभन फ्लाइटमा पनि यात्रा गर्न चाहन्थेनन्। कति फ्लाइटमा यात्रा नगरेर पनि गायब भएर जाँदै थिए, यति रसमा सेवाकाई गर्दै थिए। क्रिस्चियनहरू उड्दै थिए, पावर सो गर्दा। जस्तै आजभोलि हुन्छ नि चोकचोकमा कसैले गीत गाइराखेको छ, कन्सर्ट देखाउन खोजेको छ, कोहीले जिम्नास्टिक हानेर आफ्नो केही देखाउन खोजेको छ। अन्त्यको दिनमा यस्तो चोकचोकमा हुँदै थियो र तन्त्र मन्त्र गर्नेले आफ्नो आँखा कालो गरेर देखाउँदै थियो, नङ ठुलो पारेर देखाउँदै थियो कि हेर हाम्रो शक्ति। त्यति बेला क्रिस्चियनहरू जाँदै थिए, क्रिस्चियनहरूले प्रचार गर्दा गर्दा उड्दै थिए तिनीहरू, चोकमा यसरी उड्दै थिए माथि। मैले त्यो बसेर हेरिराखेको थिएँ, कति महिमित कुरा थियो त्यो। मान्छेहरू उड्दै थिए, मान्छेहरू गायब हुँदै थिए, मान्छेहरू अर्को ठाउँमा प्रकट हुँदै थिए। घुम्टो ढाकेको थिए, घुम्टो किन भन्दा ज्योतिले भरिएको थिए। जब घुम्टो गाड्थे मान्छेहरू अचम्म पर्थे। सोच्नुहोस् त, तपाईँ काममा जाँदै हुनुहुन्छ ट्रेनको यात्रा गरेर, अनि स्टेसनमा तपाईँलाई परमेश्वरले चुन्नुभयो र तपाईँको वरिपरि महिमा चम्किन थाल्यो, सबैले तपाईँलाई हेर्दैछन्। तपाईँले वचन सुनाउन भन्दा सुरुमै तिनीहरूको मनलाई परमेश्वरको आत्माले छोइसक्छ। त्यस्तो हुँदा यसो नै जीवित परमेश्वर हो भन्ने प्रमाण हुन्छ।
हामी यो अन्त्यको दिनमा छौँ र जसलाई यो महिमा चाहिन्छ त्यो परमेश्वरको उपस्थितिमा उहाँको इच्छामा जोडिन जरुरी छ। त्यसको रहस्य हो धन्यवादी हृदय। कम्प्लेन नगरौँ, धन्यवाद दिउँ परमेश्वरलाई हरेक परिस्थितिमा। तपाईँले थाहा पाउनुहुन्छ आफै कहाँ हरायो त्यो नराम्रो परिस्थिति, त्यो डिप्रेसन कहाँ हरायो। तपाईँलाई म भन्छु हामीले अहिले चर्च कम्प्लिट भएको छैन, तर बिस्तारै हुँदैछ। तर हाम्रो चर्चमा ऋण छैन अहिले, बुझ्दै हुनुहुन्छ? हाम्रो काठमाडौँमा पनि ब्रान्च छ, हाम्रो अस्ट्रेलियामा ब्रान्च छ, हाम्रो रूपन्देहीमा हामीले ठुलो चर्च बनाउँदैछौँ। आज अघि म त्यहाँ बसेर किन पास्टर बाले सङ्गतिमा फोन चलाउँछ भन्नुहुन्छ होला। त्यहाँ सङ्गति हुँदै गर्दा तिनीहरूले मलाई फोटो भिडियो पठाउँछन् कि आज यति धेरै मान्छे आए हाम्रो टिमले त्यहाँबाट। आज कति धेरै मान्छे आएको छन्, लाइक मजा आउँदै थियो देखेर। अनि मैले यसो सोच्दै थिएँ कि प्रार्थना गरिराखेको छु, बाइबल पढिराखेको छु, आराधना गरिराखेको छु, कार्यक्रम पछि कार्यक्रम हुँदैछ, ऋण। हाम्रो चर्च पनि थिएन त्यति ठुलो, त्यति बेला सानो चर्च थियो हाम्रो, 10 दूर जग्गामा थियो चर्च। यो हलभन्दा सानो थियो हाम्रो चर्च पहिला। त्यो जग्गाबाट हामी सिफ्ट भएर ठुलो जग्गामा ठुलो चर्च बनाउँदैछौँ, ऋण पनि छैन, सबै धन्यवादी हृदयले। म तपाईँलाई भन्दैछु मेरो रोग निको भएको छ, हामी आत्माको संसारमा नयाँ ठाउँमा प्रवेश गर्दैछौँ, आत्मिक रूपमा केही नयाँ हुँदैछ। यो एउटा रहस्य हो। यदि धन्यवादी हृदय छैन भने हामी चुक्छौँ धेरै ठाउँमा, हामी युद्ध लड्नै सक्दैनौँ। हरेक परिस्थितिमा धन्यवाद दिनुहोस्। कुनै बेला धेरै पैसा कमाउनु भयो, धन्यवाद दिनुहोस्। कुनै बेला थोरै पैसा कमाउनु भयो, धन्यवाद दिनुहोस्। जब खोज्यो, धन्यवाद दिनुहोस्। मैले भने मेरो मनमा भने मैले परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु। डक्टरले भनेको छन् मेरो साथीलाई पनि यस्तो रोग छ, यो निको भएन, जीवन चल्ने रहेछ, चल्छ भनेर भने। तपाईँ चङ्गाइकर्ता हुनुहुन्छ, निको पार्ने तपाईँको हातमा शक्ति छ। म तपाईँलाई धन्यवाद दिन्छु। डक्टरबाट मैले ब्याड न्युज पाएँ, तर पनि तपाईँलाई धन्यवाद दिन्छु। भने जस्तो पैसा कमाएको छैन, परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु। यो जब पाएँ, परमेश्वर तपाईँलाई धन्यवाद दिन्छु। यो जब खोसियो, तपाईँलाई त्यही पनि धन्यवाद दिन्छु। पावलले पत्र लेखेर भन्छन्, प्रभुमा सधैँ धन्यवादी हौ, म फेरि पनि भन्छु प्रभुमा सधैँ आनन्दित हौ, म फेरि पनि भन्छु आनन्दित हौ। आनन्दित हौ भन्छ जेलमा बसेर। तपाईँले भिडियो हेर्नु, प्रोफेट टिभी जोसुवा जानुभएको छ त्यहाँ। प्रोफेट टिभी जोसुवाले देखाउनु भएको छ कि यो जेल हो जहाँ पावललाई राखिएको छ। कत्रो जेल छ थाहा छ तपाईँलाई? यस्तो सुँगुरको खोर जस्तो जेल। ढोका खोलिदिनुहोस् त। सुँगुरको खोर जस्तो सानो जेल, जहाँ यस्तो खुट्टा यस्तो पसारेर जबरजस्ती सुत्न मात्रै मिल्ने खालको। पंखा थिएन होला, के थिएन होला, त्यस्तो नराम्रो जेलबाट तिनले पत्र लेखेर भन्छन् प्रभुमा आनन्दित हौ। किन भन्दा त्यो योद्धा हो, धन्यवादी दिनेवाला मान्छे हो त्यो। प्रभुमा सधैँ आनन्दित हौ, म फेरि पनि भन्छु आनन्दित हौ। के अरे सेवकाई एकदम खतरा चलिराखेको बेलामा, भोलिन्टियरहरूले धेरै हेल्प गरेको बेलामा, डिभाइन हेल्परहरू छन्, चर्चमा विश्वासीहरू छन् जसले तपाईँलाई भेटीद्वारा मद्दत गरेछन्, त्यस्तो बेलामा भनेको होइन धेरै आनन्दित हौ। जेलमा, अनि जेल पनि यति होला, यति त्यो भिडियो हेर्नुहोस् एकचोटि, जहाँ पावललाई जेलमा हालेको थियो, युट्युबमा हेर्नुहोस् त, अझै पनि छ त्यो, त्यत्तिकै राखेको छ। भत्केको छ तर पनि बचाएर राखेको छ। त्यस्तो जेलबाट पत्र लेखेर आफ्नो मण्डलीलाई भन्छन् कि प्रभुमा सधैँ आनन्दित हौ, म फेरि पनि भन्छु। पहिला भन्थेँ जेलबाट बाहिर तिमीलाई प्रचार गर्दै गर्दा, पहिला भने थिएँ मेरो कपडाले रोगी छुँदा निको हुन्थ्यो, त्यति बेला भने थिएँ। पहिला म फेमस थिएँ, धनी थिएँ, यति धनी थिएँ, मेरो बिजनेसबाट यति कमाउँथेँ कि मैले चर्चबाट पनि पैसा नलिएको, आफ्नै टेन्टको बिजनेसबाट सेवकाई गर्दै हिँडेँ, यति धनी थिएँ। त्यति बेला म धन्यवादी थिएँ। तर अहिले मलाई जेलमा हालेको छन्, अझै पनि म धन्यवादी छु। पहिला धन्यवादी हौ भन्थेँ, अब फेरि पनि भन्छु धन्यवादी हौ, आनन्दित हौ। तिनीहरू योद्धा थिए, साँचो योद्धाहरू। अन्त्यको दिनमा परमेश्वरलाई योद्धा चाहिएको छ, साँच्चैको उहाँले प्रयोग गर्न चाहनुहुन्छ। साँच्चैको परमेश्वरले तपाईँलाई अद्भुत रीतिले प्रयोग गर्नुहुनेछ, महान बनाउन चाहनुहुन्छ आफ्नो महिमाको लागि। धन्यवादी हृदयद्वारा यो हुनेछ। हालेलुया। जसको धन्यवादी हृदय छ त्यसले राज गर्नेछ, आत्माको संसारलाई छुनेछ। यो एकदम सजिलो तरिकाले म बोल्दैछु, तर म च्यालेन्ज गर्छु 100 दिनसम्म गर्नुहोस्। यो तपाईँको लाइफ चेन्ज हुन्छ। जतिजना अलि अबेला आउनुभयो, म भन्दैछु हाम्रो फास्टिङ सुरु हुँदैछ आजबाट, 100 दिनको 100 डेज अफ फास्टिङ। तर यो फास्टिङ चाहिँ खाना नखानेवाला होइन, टन्न खाँदा हुन्छ।
यो फास्टिङ कस्तो फास्टिङ हो भन्दा 100 दिनसम्म तपाईँ पोजिटिभ मात्रै बोल्नुहुन्छ, परमेश्वरको महिमा हुने कुरा मात्रै बोल्नुहुन्छ, कम्प्लेनै गर्नुहुन्न। हेर न के अरे नेपालमा हामीलाई यो भयो नि हाम्रो, तर ल परमेश्वरलाई धन्यवाद होस्। मेरो जब खस्यो नि, तर परमेश्वरलाई धन्यवाद होस्। मेरो जबमा आशिष पाएँ, परमेश्वरलाई धन्यवाद होस्। हरेक राम्रो र नराम्रो कुरामा पनि धन्यवादी हुने, अनि परमेश्वरको लागि मात्रै होइन, एकअर्कासँग कुरा गर्दा पनि त्यो व्यक्ति अनक्रिस्चियन होस्, अनक्रिस्चियनले अरूलाई गुनासो गर्दैछ, अरूको कम्प्लेन गर्दैछ, तपाईँ सुन्ने नबोल्नु, त्यसलाई उसँग होमो हो नलाउनु 100 दिनसम्म। 100 दिनको तपाईँको यो फास्टिङले तपाईँको लाइफ चेन्ज हुन्छ। म साँच्चै भन्दैछु, मैले यो गरेको छु आफ्नो लाइफमा नेपाल हुँदै। एकदम मैले त यस्तो डिसिजन गरेको छु कि मैले कहिले पनि कम्प्लेन गर्दिनँ भनेर डिसिजन गरेको छु। आज आएर भनेको होइन, पहिल्यै भनेको, नेपालमै नराम्रो अवस्थामा। तपाईँको म फेरि भन्दैछु, प्रार्थनाले जे गर्न सक्दैन तपाईँको धन्यवादी हृदयले त्यो गर्न सक्छ। मैले कस्तोसम्म अवस्था मेरो थियो भन्दा, म प्रार्थना गर्थेँ, मानौ मैले 5 घन्टा प्रार्थना गरेँ, 5 घन्टा रोएर प्रार्थना गर्थेँ, आफ्नो पुरै बोझ परमेश्वरलाई दिन्थेँ, पुरै बोझ परमेश्वरलाई दिन्थेँ, अनि प्रार्थनाबाट निस्किँदा फेरि बोझ बोकेर निस्किन्थेँ, एकदम डिप्रेस भएर, कोठाबाट बाहिर निस्किँदा निराश भएर, थाकेर, ओए किन यस्तो, किन यस्तो, किन यस्तो। परमेश्वरलाई सबै दियो प्रार्थनामा, परमेश्वरलाई सबै प्रार्थनामा दिएपछि जब तपाईँ बाहिर आउने हो, धन्यवादी भएर बस्ने हो, धन्यवाद दिने हो। अब तपाईँको हातमा त्यही छ, बाँकी जे परमेश्वरको हातमा छ उहाँले गर्नुहुन्छ। धन्यवादी हृदय हुने व्यक्तिले शासन गर्नेछ यो अन्त्यको दिनमा। म तपाईँलाई फेरि भन्दैछु, हरेक व्यक्ति जसले आफ्नो हृदयमा यो क्यारेक्टर बनाउन सक्छ, यो स्वभाव बनाउन सक्छ, त्यो मान्छेले शासन गर्नेछ अन्त्यको दिनमा। दुष्ट आत्माले तपाईँलाई छुनै सक्दैन, भूत आत्माले तपाईँलाई छुनै सक्दैन। दुष्ट आत्माहरू तपाईँको सामने खडा हुन्छन्, खस्छन् तिनीहरू, तपाईँले कुल्चिनु हुनेछ तिनीहरूलाई, धन्यवादी हृदय भएको कारणले। स्वर्गको राज्य पृथ्वीमा लिएर आउन चाहनुहुन्छ, आफ्नो जीवनमा लिएर आउन चाहनुहुन्छ, स्वर्गमा जे विश्वासीहरूले गर्दैछन् तपाईँले त्यो गर्ने हो। स्वर्गमा तिनीहरूले के गर्दैछन्? धन्यवादी हुँदैछन्। स्वर्गमा तिनीहरूले के गर्दैछन्? आनन्दित हुँदैछन् प्रभुमा। प्रभुमा सधैँ आनन्दित हुनुहोस्। यही पृथ्वीमा, पृथ्वीलाई स्वर्ग बनाउनुहोस्, आफ्नो हृदयलाई सुरुमा स्वर्ग बनाउनुहोस्। तपाईँको हृदय स्वर्ग हो सबभन्दा सुरुमा, तपाईँको हृदय प्रार्थनाको घर हो। प्रार्थना गर्दाखेरि बोझ दिनुभयो परमेश्वरलाई, प्रार्थनाबाट जब बाहिर आउनुहुन्छ बोझ लिएर ननिस्किनु, भन्नु मेरो हातमा जे थियो मैले गरेँ, म धन्यवाद दिन्छु हरेक परिस्थितिमा। म आफ्नो हृदयमा 2टा कुरा मात्रै मैले भन्छु प्रार्थनाबाट बाहिर आयो भने। एउटा कुरा के भन्छु भन्दा, मेरो जीवनमा भलाइ आउँदैछ, अटोमेटिक त्यो लाइक रोबोट जस्तो भइसकेको छ मेरो हृदय, त्यो एरियामा मेरो हृदय आफै अन हुन्छ, अन भएर मेरो हृदयले भन्छ मेरो जीवनमा भलाइ आउँदैछ, मेरो जीवनमा भलाइ आउँदैछ, मेरो जीवनमा भलाइ आउँदैछ। अर्को कुरा चाहिँ, म तपाईँलाई धेरै प्रेम गर्छु, म तपाईँलाई धेरै प्रेम गर्छु, म तपाईँलाई धेरै प्रेम गर्छु। आफै हिँड्दै गर्दा ठेस लाग्यो पनि म तपाईँलाई धेरै प्रेम गर्छु। साँच्चै भनेको, कसैले जेसुकै अवस्थामा पनि मेरो हृदयले त्यही नै भन्छ। हाम्रो घर हेरेर जुन भाइ बसेको छन्, त्यो भाइले मलाई भन्थे कि इभिनिङ वाकको लागि गाउँको छिमेकीहरू हिँड्दाखेरि जेलस भएर हो कि के गरेर ढुङ्गा फाल्छन्, ढुङ्गा फालेर ढ्याङ ढ्याङ गेटमा हान्छन्, क्या जोडले धन्न गाडीतिर हाल्यो भने गाडीको सिसा फुट्छ, यता झ्यालतिर हाल्यो भने झ्यालको सिसा फुल्छ, मेन गेटको त्यो फलामको मेन गेट छ फलामको, त्यहीमा हान्छन् ढ्याङ ढ्याङ। म गएँ रुममा यहाँ नेपालमा, मैले भने परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँलाई धन्यवाद दिन्छु। मैले भने म गएर परमेश्वरलाई भन्दिनँ, परमेश्वर तपाईँले सेवाको लागि मलाई लिएर आउनुभएको थियो, नेपालमा कस्तो मजाले सेवा गर्थेँ, यहाँ अस्ट्रेलियामा सेवा गर्न लिएर आउनुभयो, यहाँ मैले सेवा गर्दैछु, मेरो घर हेर्नु न तपाईँले, मेरो घर हेर्नुहोस् तपाईँले, किन मेरो घरमा ढुङ्गा हानेको, त्यसको हात कसरी जीवित छ, त्यसको हात त अझै पनि सधैँ नै छ ढुङ्गा हान्दा पनि। मैले परमेश्वरलाई भनेको छु, परमेश्वर म हरेक परिस्थितिमा धन्यवाद दिन्छु, हरेक परिस्थितिमा। मलाई थ्रेटहरू आउँथ्यो नेपालमा, लाइक म 2 चोटि मर्नबाट बाँचेछु, एक्सिडेन्टको कुरा गरेको होइन। सँगै कार्यक्रमहरूमा 1000 भन्दा धेरै भिडहरू आउँथे, सबै व्यक्तिहरू जसले अरू धर्म र आस्थामा विश्वास राख्थे तिनीहरू आउँथे। यहाँसम्म कि मुस्लिमहरू हिजाब र बुर्का लाएर आउँथे, हामीले तिनीहरूबाट भूत निकाल्थ्यौँ। हाम्रो भिडियोहरू पुरानो हेर्नुभयो भने मान्छेहरू यति विभिन्न धर्म सम्प्रदायको व्यक्तिहरू रिसाउन थाल्नुभयो, अरू आस्था मान्नेहरू रिसाउन थाल्नुभयो, र उहाँहरूको लिडरहरूबाट म्यासेज आउँथ्यो फोनमा, हाम्रो पेजमा थ्रेडवाला। म जान्थेँ, त्यो म्यासेज अन गर्थेँ, यस्तो गरेर स्क्रिनसट लिन्थेँ,
आफ्नो प्रेयर रुममा यसरी भुइँमा राख्दै थियो, घुँडा टेक्थे, हात उचालेर भन्थे परमेश्वर तपाईँले यो पढ्नुहोस्, तपाईँलाई धन्यवाद, तपाईँलाई धन्यवाद, तपाईँलाई धन्यवाद। एक दिन हामी लगभग 800-900 जना विश्वासी थियौँ त्यो बेला। सङ्गति भर्खर सुरु भएको मात्रै थियो। एउटा ग्रुप आयो, ग्रुप आएर दङ्गा गरिदियो चर्चमा। मेयरको भाइ, मेयरको आफ्नो साक्कै भाइ। अब हामी जब कम्प्लेन गर्न गयौँ, मेयरलाई के भन्नु पर्यो, मेयरले साथ दिन्छन् भनेको भिडियो थियो हामीसँग, उपमेयरलाई भिडियो देखायौँ। हामीले भने यो मान्छेले आएर हामीलाई गरे यस्तो भन्छ, यो त मेयरको भाइ हो, मेयरको आफ्नै भाइ, मेयरले पठाएको होला, तपाईँहरूको हो? हामी भने हामी त क्रिस्चियन हो। मेयर हिन्दू समाजको अध्यक्ष हो यहाँ, त्यसले पठाएको, अब कहाँ तपाईँको सुन्छ? म त उपमेयर हो, म तर्फबाट हुने जे गर्छु, तर उसले अनुमति नै दिएन भने तपाईँले पाउनुहुन्न त्यो कार्यक्रम गर्न। सिडिओ कार्यालयमा गयौँ हामीले सोच्यौँ सिडिओ त मेयरभन्दा ठुलो हो, सिडिओले मेयरलाई भने पनि मेयर मान्छ। सिडिओ कार्यालयमा गएको, सिडिओमा जानभन्दा पहिला हामी बसेको छौँ, हाम्रो पालो आयो, हामी गएको त मेयर र सिडिओ सँगै बसिरहेको छन् कुर्सीमा। हामी जानुभन्दा पहिले पुलिस आयो, पुलिस आएर हामीलाई फोन गरेको पुलिस पनि उनीहरूको साथमा। पुलिसले भन्छ हेर्नुहोस् हामी त्यो लट्ठी लिएर आउँछौँ, उनीहरू त इन्डियाबाट आउँछन्, उनीहरूसँग गन हुन्छ, हामीसँग लट्ठी मात्रै छ, तपाईँहरू बोलाउनुहुन्छ हामी त सुरक्षाको लागि आउँछौँ। तर मेयरले नै हामीलाई के अरे पेट्रोल हालिदिने हो, सिडिओबाट नै हाम्रो लागि खर्च आउने हो हाम्रो स्टेसनमा। चारैतिरबाट घेरिएको थियो, ढोका बन्द भयो पुरै। तपाईँले सोच्नुहोस् त, लगभग 2 वर्ष भएको थियो हामीले सङ्गति सुरु गरेको। हाम्रो मेन इभेन्टहरूमा 2000 जस्तो मान्छेहरू आउँथे। बत्तिसमा लिएको त 500 भन्दा बढी थिए मान्छेहरू। त्यो एक प्रकारको यस्तो ठुलो सफलता थियो कि लाइक अचम्म मानिरहेको थियौँ हामीले कि है नेपालमा पनि यस्तो सम्भव छ। बत्तिसमा दिँदाखेरि मेरो कम्मर दुख्थ्यो। बत्तिसमा दिँदाखेरि भन्थ्यो कि नाइ, मेरो असिस्टेन्ट लिडरहरूले पनि बत्तिसमा दिँदा त हुन्छ हुनलाई, तर तिनीहरूको इच्छा के थियो कि गुरुबाले नै देओस् हामीलाई, बाबा तुही दा हामी बत्तिसमा। आफ्नो भाषामा भन्थे बाबाले दिनुपर्छ बत्तिसमा हामीलाई त। ल त नि यिनीहरू नयाँ विश्वासी हो, यिनीहरूलाई माया लाग्छ भनेर बत्तिसमा दिनको लागि खोलामा जान्थ्यौँ हामी। यति ठुलो लाइनले बत्तिसमा लिन्थ्यो। मैले यस्तो गरेर पानीमा उनीहरूलाई डुबाउँदा मेरो कम्मर दुख्थ्यो। घर जाँदाखेरि गएर सुत्थेँ मैले, यति धेरैलाई बत्तिसमा दिनुपर्थ्यो हामीले। जतिजनाले भन्थे कि अरू चर्चहरूमा 1 वर्षमा हाम्रोले यतिले ग्रहण गरे, जतिले उहाँको 1 वर्षमा ग्रहण गर्थे हाम्रो एकचोटिमा त्योभन्दा बढीले बत्तिसमा लिन्थे। त्यति धेरै 100 जना, 200 जना, 300 जना बत्तिसमा लिन्थे। अनि बत्तिसमा कति पावरफुल हुन्थ्यो, हामीसँग भिडियो चाहिँ अपलोड गर्न मिल्दैन बत्तिसमाको भिडियो, धर्म परिवर्तन गरायो यसले त के भनेर जेल हुनसक्छ। बत्तिसमा दिँदाखेरि म माइक लिएर बत्तिसमा ट्याङ्कीमा पस्थेँ, वायरलेस माइक यो होइन। बत्तिसमा भन्दा अनि बत्तिसमा यस्तो ठुलो इभेन्ट जस्तो हुन्थ्यो, पुरै लगभग 1000 जना विश्वासी आछन् भने 1000 जनामा 100 जनाले बत्तिसमा लिँदैछ भने बत्तिसमा सबैले घेर्थे त्यो बत्तिसमाको ट्याङ्की। पछि हामीले त्यही ट्याङ्की खनेर बनाएको थियौँ भाडाको ठाउँमा। कसैलाई बत्तिसमा दिँदैछौँ भने माइक लिएर मैले भन्थेँ कि के भयो र तैँले बत्तिसमा लिँदैछस्? त्यसले भन्थ्यो म 6 महिनाबाट चर्च आउँदैछु, मेरो मुटुमा पाल परेको थियो, जति औषधि गर्दा पनि निको भएन, चर्च आएँ मेरो पाल टालिएको छ, मुटुमा पालै छैन, त्यही भएर मैले बत्तिसमा लिँदैछु। यस्तो गवाई हुन्थ्यो हाम्रो त्यहाँ। यस्तो गवाई कि अनडिनाएबल। कुहिएको शरीरको कुहिएर औँलाहरू पनि झर्न थालिसक्यो, त्यो मान्छेहरू निको भएर औँलाहरू पलाएर पुरै क्लिन, टाउकोदेखि पाइतलादेखि सबै अङ्गहरू। मैले भने मेरो सपना पुरा हुँदैछ, म आफ्नो दुध र मह बग्ने देशमा छु, मरुभूमिबाट निस्के दुध र मह बग्ने देशमा गएँ, अब चाहिँ केही राम्रो हुँदैछ। अचानक चारैतिरबाट विरोध आयो, जति प्रार्थना गर्दा पनि भएन, जति धन्यवादी हृदय हुँदा पनि भएन। तर मैले भने कि यदि म कम्प्लेन गरेँ भने म फुस्किन्छु, परमेश्वरको इच्छाबाट टाढा जान्छु। धन्यवादी हृदय छ भने म परमेश्वरको इच्छामा जोडी नै राख्छु। म धन्यवाद दिँदै गएँ, उनीहरूले झन् विरोध गर्दै गए, हाम्रो चर्च बन्दै भयो त्यहाँको। हामीले सोच्यौँ ल चर्च त बन्द भयो, म बसहरू हायर गर्छु, बसहरूमा त्यहाँबाट विश्वासी यहाँ आउँछन्। बसहरूमा आउन थाले। एक दिन मेयर साहब आफै उभिनुभयो मेन चोकमा, थाहा पाएछन् बस हायर गर्न थाल्यो भनेर यस्तो गरेर रोके, ड्राइभरले रोकिदियो, मेयरले रोकेपछि किन नरोक्ने, 2टा बस हायर गरेको थियौँ हामीले। झ्याम जुम 2टै बस फुटालिदिए। ड्राइभरले रुद्राजको माला लाथे भने कि म त हिन्दू हो, म त ड्राइभरको काम गर्छु, त हिन्दू भएर क्रिस्चियनलाई लिन्छस् भनेर त्यसले कालो मुसु दलेर यति पिटे बिचारालाई मोटो थियो, रुँदै आएको थियो उही गरेर। अब बस फुट्यो, त्यस्तोमा इन्सुरेन्स क्लेम हुन्छ।
इन्सुरेन्स क्लेम गर्नको लागि वडाबाट कार्यालय के बनाउनु पर्छ, नगरपालिकाबाट गाउँपालिकाबाट के बनाउनु पर्ने रहेछ, मेयरले सिडिओले बनाउँदै बनाएनन्। बसको कति खर्च हामीले तिर्यौँ, हाम्रो भेटी फेरि उठायौँ, हाम्रै कारणले त्यो बस फुटेको भनेर हामीले तिर्नु पऱ्यो, इन्सुरेन्स नै मानेन, इन्सुरेन्सले उनी दिएन। यतिसम्मको पुरै चारैतिरबाट ढोका बन्द भएको। प्रार्थना पहिला सङ्गति गर्दाखेरि हजारौँको भिडमा सङ्गति गर्ने, पछि फेरि 100को भिडमा घट्यौँ। म यस्तो हेर्थेँ भने के एकैचोटि सपना देखेर सपनाबाट बिउजे जस्तो, हजारौँको भिड यति थोरै, बस हायर गर्छन्, बस फुटालिदिन्छन्। अब जसको साधन छ, बाइकहरू छ, उनीहरू मात्रै आउन सक्ने भए। सबै ढोकाहरू बन्द भयो। म गएँ प्रार्थनामा, मैले भने परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, शैतानले दुष्ट आत्माले ढोकाहरू बन्द गरेको छ, तपाईँले गेटहरू खोल्नुहुन्छ, झन् ठुल्ठुलो गेटहरू। त्यसपछि गेटहरू खुल्यो, थाहा छ त्यो विरोध भएपछि कति देशहरूमा म गएँ सुसमाचार सुनाउन, कति देशहरूमा प्रचार गरेँ, त्यो देशहरूमा रिभाइभल आयो। त्यसपछि अहिले म अस्ट्रेलियामा छु, केही समयको अवधि हो, त्यसपछि म अरू धेरै देशहरूमा पनि जान्छु। शैतानले परिस्थितिले ढोकाहरू बन्द गरेको छ भने परमेश्वरले झन् ठुलो गेट खोल्न सक्नुहुन्छ, तपाईँको धन्यवादी हृदय छ भने। बुझ्दै हुनुहुन्छ? म तपाईँलाई एउटा रहस्य भनौँ, म नेपाल हुँदाखेरि जति हाम्रो के अरे हामीलाई फाइनेन्सली हेल्प गर्ने थिए, ती सबै फाइनेन्सली हेल्प गर्नेहरूमध्ये आधीभन्दा धेरै व्यक्तिहरूले के भन्छन् भन्दा, अब तपाईँले आफै कमाउनुहुन्छ होला, तपाईँसँग धेरै पैसा छ होला। मैले आफ्नो भाइहरूलाई भन्छु कि चर्च बन्दैछ, कति हामीले यहाँबाट पैसा पठाउँछौँ, यहाँको चर्चको पैसा पठाउँछौँ भनेको होइन, आफ्नो पैसा हामीले पठाउँछौँ यहाँबाट त्यहाँनिर, अनि हामीले हिसाब किताबहरू लिन्छौँ, चर्च कसरी बन्दैछ, के बन्दैछ, कति बन्दैछ। अनि कति व्यक्तिहरूको नाम छैन जसले हामीलाई चर्चमा भेटी पठाउँथे। मैले भने यो व्यक्तिहरू खोइ चर्च आउनन् क्या भन्छन्, आउँछन्, अनि चर्च आउँछन्, अनि यिनीहरूले भेटी पठाउनन्, उनीहरूको लागि प्रार्थना गर्नुपर्ने छ कि बिजनेस डुब्यो कि छोरा विदेशबाट आयो कि केही भयो कि घटनाहरू केही छ प्रार्थना विषयहरू, उनीहरूले सोधे, केही पनि प्रार्थना विषय छैन। अनि के भयो भन्दाखेरि अब पास्टर बाबु आफै कमाउन थाल्नुपर्छ होला, झन् धनी हुनुपर्छ होला, उता एउटा गरिब चर्च छ, त्यहाँ पहाडमा एउटा गरिब चर्च छ, त्यहाँ एउटा गरिब चर्च छ, हामीले त्यहाँ पठाउँछौँ। मैले भने तिम्रो चर्च यहाँ यति ठुलो चर्च भन्दैछ तिम्रो आँखाको सामने, तिमीले उहाँ पठाउँछौ। मैले तिमीलाई के भने थाहा छ, सबैलाई मेसेज गरेँ, सबैलाई पर्सनली। मैले भने आजसम्म तपाईँले जति मद्दत गर्नुभयो त्यसको लागि धन्यवाद। चर्चको अवस्था जुन यहाँसम्म आएको छ तपाईँहरूको मद्दत बिना हुन्थेन, तपाईँलाई सधैँभरि धन्यवादी हामी दिइराख्नेछौँ। मैले लास्टमा उनीहरूको आफ्नो डिसिजन हो, उनीहरूको आफ्नो पैसा हो, मैले भने तपाईँलाई धन्यवाद, तर हामी यहीँको चर्चको विश्वासी बन्न जान्छौँ, यहीँबाट हाम्रो छोरीको बिहा गराइदिनुपर्छ। मैले भने ठिक छ, तपाईँको चर्चको छोरीको बिहा यहीँबाट हुन्छ, हाम्रै चर्चबाट, तर तपाईँलाई धन्यवाद। विश्वासीहरूको मन चेन्ज हुन्छ, अवस्था चेन्ज हुन्छ, परिस्थिति चेन्ज हुन्छ, तपाईँ जानियो, घुँडा टेक्ने हो, परमेश्वरलाई धन्यवाद दिने हो। म तपाईँलाई फेरि भन्दैछु, ढोका बन्द हुन्छ, गेट खुल्छ, चाहे त्यो धन सम्पत्तिको ढोका होस्, चाहे सेवकाईको ढोका होस्, चाहे जेसुकैको ढोका होस्, तपाईँको हृदय धन्यवादी हृदय हुनुपर्छ। जुन दिन तपाईँले धन्यवादी हृदय गुमाउनु भयो, तपाईँ परमेश्वरको इच्छाबाट टाढा जाँदै हुनुहुन्छ। परमेश्वरको इच्छा पुरा हुनलाई मैले के गरौँ? पहिलो कुरा धन्यवादी हुनुहोस्। जो धन्यवादी हुन सक्दैन तपाईँ परमेश्वरको इच्छामा हुनुहुन्न। मैले गरेको गल्ती नगर्नु, म तपाईँलाई साँच्चै भन्दैछु, मैले धेरै गल्ती गरेको छु। घन्टौँसम्म प्रार्थना गर्थेँ, जब प्रार्थनाबाट बाहिर निस्किन्थेँ गुनासो गर्दै निस्किन्थेँ, मेरो साथीहरू जो आत्मिक थिए तिनीहरू बोल्नै मन पराउँथेनन् मसँग, भन्थे खालि कम्प्लेन गर्छ यसले, यति म्यासेज लेख्थेँ मैले कम्प्लेन गरेर, ए पढ्थेँ भन्थे सेम। बिस्तारै मैले बुझेँ, आज तपाईँले पनि बुझ्दै हुनुहुन्छ। म तपाईँलाई भन्दैछु, तपाईँहरूमध्ये कतिजनाले शासन गर्नुहुनेछ आत्मिक शक्तिहरूमाथि। धन्यवादी हुनुहोस्। आँखाहरू बन्द गर्नेछौँ, हातहरू उचाल्नु यस समय। परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, हामीलाई अनुग्रह दिनुहोस्। येशूको नाउँमा हाम्रो जीवनमा तपाईँको इच्छा पुरा होस्। धन्यवादी हृदय हाम्रो जीवनको पहिलो उद्देश्य होस्। मेरो परमेश्वर, हामीलाई अनुग्रह दिनुहोस्, हरेक परिस्थितिमा हामी धन्यवाद दिउँ। धन्यवाद येशू हाम्रो जीवनको लागि, धन्यवाद हाम्रो परिवारको लागि, धन्यवाद हाम्रो अवस्थाको लागि, धन्यवाद सबै कुराहरूको लागि। धन्यवाद येशू। रिखे बे लिब्रा मास्तेरे हि लाब्रा बोसे तेरे निम्रे में ही नामरा खास्तेरे ही लाब्रा बोसेंदेरे राबाहा से तेरे। धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू। हातहरू उचाल्दै परमेश्वरलाई धन्यवाद दिनुहोस्।
आफ्नो जबको लागि धन्यवाद दिनुस्, आफ्नो शरीरको अवस्थाको लागि धन्यवाद दिनुस्। चाहे त्यो जब राम्रो होस् चाहे नराम्रो होस्, चाहे शरीरको अवस्था राम्रो होस् नराम्रो होस्, आफ्नो हरेक अवस्थाहरूको लागि, आफ्नो परिवारको लागि धन्यवाद दिनुस्, आफ्नो फाइनेन्सको लागि धन्यवाद दिनुस्, आफ्नो स्पिरिचुअल लाइफको लागि धन्यवाद दिनुस्, परमेश्वरलाई धन्यवाद दिनुस् हरेक परिस्थितिको लागि। धन्यवाद येशू। रेखेबे लिब्रो हो सेन्देमे खेलेब्रो रे हि लाब्रा सेन्देमे निम्रास्ते लिब्राहा राबा सेन्देमे निम्राहा रे हि लाब्रा खास्तेमे निम्राहा राबाहा सेरेहि रिबाबा राबाबा सेरेबे खेलेब्रो साताराहा रेके लिब्राहा रेके सिकाराबाहा सेन्देमे खेलेब्रो सोतो राबालाहा रेकेबे लिब्रा सेंदे में खेरेबे रिबाबा रासे के लिब्राहा रेकेबे लिब्रो हो सेंदे में ही नाम रास्ते। धन्यवाद येशू। मसँगै भन्नु परमेश्वर म आफ्नो हरेक परिस्थितिमा धन्यवाद दिनेछु। म तपाईलाई धन्यवाद दिनेछु हरेक कुराहरुमा। येशूको नाउँमा मेरो प्राणले, मेरो जीवनले, मेरो हृदयले म धन्यवाद दिनेछु येशूको नाउँमा। सबैले भन्नेछौँ आमेन। हाम्रो बीच